आज चाहिँ मेरो प्यासेन्जर चाहिँ नबोल्ने छ भनेर आएको धोत्रेमा अल्पाइन इनमा अनि नबोल्ने प्यासेन्जर लिएर चाहिँ जानुपर्ने म तुमलिङ। खोइ कहाँनिर छ, कसलाई चाहिँ सोध्नु, यहाँ कहाँ छ गाडाहरू, यो मुनि कोही छैन अरे, कसलाई सोध्नु अब, यो त्यहाँ हालेको छ कि। अनि कसलाई जिम्मा लिएर चाहिँ गर्नु अन्त यो त हाल्नु त अन्त के हो, कसको हो, कुन चाहिँ हो। अल्पाइन इन दैलो चाहिँ खुल्लै छ तर मैले झोला पनि देखिनँ, केही पनि देखिनँ। अब यो त अल्पाइन इन अब उनीहरू सबै हिँडेर जाने भयो हो, मेरो चाहिँ सबै नबोल्ने सन्तानहरू। आम्बो यस्तो छ आज मेरो। यहाँ रहेछ जग्गा, तपाईँ यहाँ बस्नु ल, अगाडि भक्कु खाँदैछ। लु बस्नु न। अच्छा तो ठीक है, आप लोग जाइए, मैं लगेज वापस छोड़ देता हूँ सिद्धार्थ में, ठीक है। ओके ओके, तेरा है, ओके ओके ठीक है, सिद्धार्थ में है ना, सिद्धार्थ में छोड़ देता हूँ। ओके ओके ठीक है। लो ब्याग चाहिँ अब आज चाहिँ मेरो त अन्त केमा चेप्टाइदियो यिनीहरूले हालेछ। जस्तो भनिहालेछ मान्छे चाहिँ कसरी जान्छ भरे चाहिँ यो सामान पुऱ्याउनु, सामान मात्रै हो, ठिकै छ। अब चाहिँ यहाँबाट धोत्रेबाट हिँड्ने हो तुमलिङ पढिराखिदिने। चलो स्प्रिङ झारेको रहेछ, स्प्रिङ रहेछ कि कसको हो, तर सातु पुत्ला चाहिँ मेरै खाएको चाहिँ हेर्छ। अब यो त मेरो गाडीको त होइन, किनभने यो स्प्रिङ भनेको चाहिँ पत्ला छ हो, यो चाहिँ म्याक्स गाडीहरूको होला है, यत्रो पत्ला छैन होइन, यो त पुरानै हो कि, यो झरेको होला, कसको झरेको रहेछ अनि ठिकै छ। म त यत्रो मोटो त नझर्नु पर्ने भन्दैछु, त्यहाँ चाहिँ छुइपटाएको छ नि त। ठिकै छ, खालबाङ र खुन्दुङ अब त्यस्तै हो, हिँड्दाखेरि चाहिँ अब अलिकति भए पनि डरै हुन्छ नि त, के भाँच्यो भनेर चाहिँ सम्झेँ कि। ल अब चाहिँ चढ्यो उकालो तुमलिङ तर्फ। के छ सामान पनि हो, अम्बो चित्रेमै यो खालके आँखा नदेख्ने भइरहेको छ फेरि, कस्तो फगी हुन्छ नि त हौ। लु मालिक बाबु सातु खाएगा क्या? ये तल पुग्यो, खतरा आइदियो, फुत्लुङ आउँछ नि त टर्निङमा। ब्रेक चाहिँ राम्रै रहेछ तिनीहरूको। आयो 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 ल अनि के अरे किन आउनुहुँदैन, किन आउनुहुन्छ आउनुहुँदैन, के बिग्रियो यो मलाई रिजन चाहियो।
लामी धुरा पनि त्यस्तै छ खोइ राम्रो छ राम्रो कुरा कडा हो है जेङ्गलाला मेल्लै आगो रहेछ हो ट्याप्पै छ त ट्याप्पै सबजना ए सुटिङ हुँदैछ क्या हजुर बङ्गला हजुर लाइक सेयरहरू चाहिँ हान्नु पर्यो है नामी हुँदो रहेछ त अन्त हजुर हेर तल ब्रेक खाली ब्रेक मात्रै उपर उकाल लामो रहेछ ब्रेक आयो यहाँ राख्छ नि जानु ए त्यो हुँदैन हो यहीँको ल माथि पुरा रहनु पऱ्यो ब्रेक पर्नु ए भाषिङ पनि हेर्दो रहेछ आज पुरै सुटिङ हुँदैछ ओ माथि चाहिँ हो अनि माथि हुँदो रहेछ सुटिङ चाहिँ दामी अनि भाइ भान्जाहरू सबैले चाहिँ यहाँनिर चाहिँ केही छैन यी बुढाबुढीले भाइले यहाँनिर साइड सिन गराउँदो रहेछ द भाइले मेरो चाहिँ साइड सिन केही छैन हरियाली सुनसान सुनसाले मेघामा पानी परेको मेघामा मेघमा पुरा फगी छ हो के गर्नु हुन्छ होला बुढा मान्छे ल आसँगले ल सूर्यको आप्पा सोइता आप्पा पो रहेछ सोइता आप्पा उयो अन्त पुऱ्याउनु त पर्ने अरे माथि ल ओ तुमलिङ टक्कै आइपुग्यो अम्बो यो के अरे ब्याग चाहिँ भोकाइ चाहिँ भयो हो 13वटा ब्याग अब यस्तोले अब आबी झाला जस्तो भइगयो नि त होइन यसलाई होला अल्टिट्युडकै होला त्यो चाहिँ मलाई चाहिँ यो तलबाट नवीन भाइले पठाएको नि त भनेपछि त्यही हो हजुर हुन्छ उयो यो झोला त 13-14वटा छ नि हौ हुन्छ सो म झार्छु सही 1-2वटा ठुला नै छ हो यसलाई यहाँ झारिदिएँ हो यहाँबाट हो अनि बिस्तारै झार्दैन त सानो रहेछ डल्लै नि हौ एक गाडी पठाएको पो यसो राखिदियो भने चाहिँ डिस्टर्ब हुँदैन होला सिद्धार्थमा ठ्याक्कै राखेर एकदम निकाल्नुपर्छ डल्लै चेक गरौँ यो एउटा छोडिनु भएन नि त मिक्स पनि त हुनु भएन ल के भयो कतिवटा भयो 1 2 3 4 5 6 7वटा 7 8 9 10 11 12 13 अच्छा ठिकै रहेछ अब मैले जिम्मा दिइराखेर म चल्दिने हो भन्दा छुट्टिनु त भएन नि त फेरि मेरो
मेरो दिमाग खान्छ नि त त्यसले फेरि छुट्टै भन्छ हो वो कार्टून भी है पता नहीं कार्टून कब डाला वो भी मुझे मालूम नहीं सुबह डाला होगा के दाजु कता गयो ओ पर मलाई त्यहाँ मान्छे छ लगेर जाउँ भनेर कता गयो ऊ पल्लोपट्टिको दाजु ल दाजु जाउँ न अन्त भयो त ए हुन्छ चिया खानु न ल ठिकै छ यहाँ मेरो भइगयो हो अब म त्यहाँनिर माथिल्लोपट्टि भन्दैछ 1500 हो लोडसट भइगयो अब चलो रे चलो रे